मैले चाहिँ यो एरो बाटो क्रस गर्नको लागि थिचेको है साथीहरू, तर नेपालमा होइन, यो कतारको हो। यो मैले तपाईँहरूलाई केही जानकारी हुन्छ भनेर यो भिडियो बनाएको हो। नेपालको जस्तो जहाँ पाए त्यहीँबाट बाटो काट्न हुँदैन। यदि तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने यति कुराको चाहिँ एकदम ख्याल गर्नु है साथीहरू। यहाँ त कस्तो जरिवाना लिँदो रहेछ, जहाँ पाए त्यहीँबाट बाटो काट्दाखेरि त्यो बाटो काट्ने सिग्नल नबलिकन तपाईँको त्यसरी बाटो काट्न पनि मिल्दैन। यहाँ तपाईँले ट्राफिकको गाडी देखिरहनु भएको, पुलिसको, यिनीहरू यसरी बसिरहेका हुन्छन् होइन, वाच गरिरहेका हुन्छन्। अब तपाईँहरूले जहाँ पाए त्यहीँबाट बाटो काट्नु भने एक त तपाईँको ज्यानको सुरक्षा हुँदैन, अर्कोतिर तपाईँले जरिवाना लिनुहुन्छ। अब आफ्नो देशको कानुन हुन्छ, हाम्रो देशको मात्र कानुन नभएको हो नि त। जहाँ पाए त्यहीँबाट बाटो काट्ने, एक्सिडेन्टहरू हुने, मान्छेको ज्यान अकालमा जाने भएको हो नि त। ल हेर्नुहोस् यहाँ यत्रो धेरै गाडी चाहिँ उता पर पनि त्यति धेरै मान्छे बसिरहेका छन् बाटो क्रस गर्नलाई, यता पनि त्यति नै धेरै मान्छेहरू छन्। खुलिसकेको छ, ग्रिन लाइट बलिसकेको छ। अब हामी बाटो काटेर चाहिँ छौँ। यहाँ मेरो बुढो अघि हुनुहुन्छ अनि म चाहिँ भिडियो गरिरहेको छु पछिबाट। यसरी लामो हुन्छ, यसरी कति धेरै मान्छे कुरेर बस्छन्, हतार नगरिकन बस्छन्। हामी चाहिँ धेरै हतार गर्ने अनि अकालमा ज्यान फाल्ने गर्छौँ। यस्तो गर्नु हुँदैन। विदेशमा चाहिँ एकदमै ख्याल गर्नु होला साथीहरू। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। जहाँ पाए त्यहीँबाट बाटो